My channel. Hello guys. रिजाउ रिजा हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दिँदा बुढा शिव मन्दिर पिण्डेश्वरी हामी तलदेखि आएको झन्डा पार्कदेखि हुँदै आएको माथि जान आँटेको कस्तो मजाले घाम लागेर चाहिँ आज बिहानीको घाम नि माथि जान आँटेको हामी चाहिँ बिजेपुर होइन त कहाँ पऱ्यो बुढा शिव मन्दिर म कुदेको देखाइदिएन पर्दैन म यसरी कुद्छु माथि पुग्न आँटिसक्यौँ हामी चाहिँ उता के अरे बुढा शिव मन्दिर म चाहिँ यस्तो ल म चाहिँ के हुन्छ पछाडि ल पछाडिबाट मन्दिर पनि देख्छ यहाँ चाहिँ मम्मी छ जाँदैछ कता गएको भन्दैन माथि जाँदैछु हिँड्दै मर्निङ वक बिहान बिहानै तपाईँलाई देखाउँछु हामी मन्दिरमा पनि पुगेपछि नि यस्तो छ यहाँ चाहिँ यत्तिकै हाई गाइज उनीहरूले भयो कसले पो मकै बारी यत्तिकै छ यहाँ चाहिँ मेरो जिउमा त देखाउनु हुँदै गरेको म हिँडेको देखा यहाँ घट्नुपर्ने छ त्यही भएर हामी एकैछिन बिहान बिहानै गाइस म 100 केजी मात्रै 100 केजी मात्रै अरे यहाँको के हो बाटो पनि यस्तो छ त पुग्दैन त्यताबाट त बिहान बिहानै घाम लागेर केही छैन अब यस्तो गरौँ न गाई चाहिँ हिँड्दैछु नै होइन घाम लागेर पुरा बिहान बिहानै अब हामी माथि पुगेर देखाउँछु बुढा शिव मन्दिर बुढा शिव हो रे कता जाँदा अरे बुढा शिव पिण्डेश्वरीदेखि आएको होइन हामी अब बुढा शिव र दन्त खाल्यो यस्तो छ यहाँको बाटो चाहिँ पुरा भत्केको रहेछ बाटोहरू चाहिँ बनाउनु पऱ्यो होइन भत्किरहेको बाटो बिहान बिहानै घाम हो भिटामिन डी होइन भिटामिन डी गलौँ राम्ररी भन्छ नि नमस्ते भन्छ नि पहिला लागि भन्छु है सधैँ यस्तो छ यहाँ चाहिँ बुढा सुब्बादेखि यस्तो छ बुढा सुब्बा जाने बाटो चाहिँ तर सबै भत्किआएको छ पानी पहिरेर गलिम अब माथि पुगेर देखाउँछु म गाइसहरू माथि उता मन्दिर पुगेर सँगै बिहानीको घाम बिहानीको घाममा हामी माथि पुग्न आँट्यौँ बुढा शिव मन्दिर यस्तो छ यहाँ चाहिँ माथि पुगेर देखाउनुपर्छ ल म नाच्दै हिँड्छु ल एकछिन यहाँ घाम भएर छाता आउनु हुँदैछ यहाँ आउनु छिटो घामको पहिलो किरण छुन्छ घाम लागेर हो आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाय संसार यो माथि देखाउँछु अब चाहिँ बिजेपुर चोकमा आइसक्यौँ क्याफे त पो पर छ यो चाहिँ बिजेपुर चोकको खाजाहरू सबै पाउँछ यहाँ चाहिँ बिहान बिहानै
कहाँ छ राम्रो राम्रो चाहिँ विजयपुर चोक हौ होइन यहाँको गार्डनहरू चाहिँ राम्रो छ यहाँ हामी चाहिँ बुढा सुब्बा मन्दिर होइन जाँदैछौँ अब त्यहाँ कतिको मान्छे छ देखाउँछौँ हाफ मात्रै होइन छाता ओढेर हिँड्दैछ बिहान बिहानै घाम लागेर यो चाहिँ हो यहाँको गार्डन विजयपुर चोकको यो पनि मन्दिरै हो दोकान रहेछ अहिले त नि चेन्ज भइसकेको रहेछ सबै यहाँ चाहिँ एकजना मोटो मान्छे छ हिँड्नु नसक्ने मान्छे स्टोर पनि खोलेको रहेछ सबैजना आउनु होला यहाँ विजयपुर चोकैमा विजयपुर चोक यहाँदेखि पुग्छ तल जाने बाटो छ यहाँ चाहिँ एउटा त जस यहाँदेखि पुग्छ मन्दिरहरू बुढा सुब्बा मन्दिर पुग्न आँट्यौँ हामी चाहिँ अब आज शनिबार पनि हो नि त होइन शनिबार पनि हो यसो हेरेर आउने मन्दिर घाम पनि पुरा लागिरहेछ आज त गाइस सबैजना लाइक कमेन्ट भन्नु नि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सबैजनाले लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनु नभुल्नु होला गाइज एभ्रीबडी गाइज साथीहरू हाम्रो नयाँ हो नि त होइन त्यही भएर हजुरहरू सबैजनाले सब्सक्राइब गरिदिनुहोस् हस् खाए ल भन्छ नि विनिता नानाले जस्तै हस् घाम लागेको अवस्था घरहरू राम्रो राम्रो बनेको रहेछ स्कुल हो आइडियल स्कुल नानीहरू बच्चाहरू कराउँदैछ त पछाडि धरान 14 पर्दो रहेछ यो धरान 14 आइडियल स्कुल बुढा सुब्बा जाने बाटैमा कस्तो दामी है अब पर मन्दिरमा देखाउँ है ल विजयपुर मन्दिर आएपछि देखाउँछौँ गाइज एकजना खुच्ची कुद्दैछ यहाँ पुरा यस्तो छ यहाँको मर्निङ भ्यू यो चाहिँ हाम्रो बुढा सुब्बा मन्दिर हो चोकेमा यहाँदेखि फुलहरू अक्षता सबै पाउँछ के देखा फुलहरू सबै पाउँछ फुल खाजाहरू सब पाउँछ यो भाले किन यति सानो यो हुन्छ छिटाउनु यहाँ चाहिँ होटलहरू छ नि नास्ता खाने सबै पाउँछ यतातिर चाहिँ हामी चाहिँ मन्दिर आइपुग्यौँ होइन मान्छेहरू बिहान बिहानै आइसक्यो हामी चाहिँ
हामी जस्तै हेर्नु मात्रै। खाजा पाउने दोकान यहाँ पनि छ, तर आज भिड हुन्छ शनिबार नि। मन्दिरमा भेट्नुपर्छ। यो चाहिँ बुढासुब्बा मन्दिर सबै पाउँछ यहाँ चाहिँ। यहाँ चाहिँ बजार हुँदै रहेछ है। फर्किँदा दिनुपर्छ फर्किँदा। यहाँ बानहरू चाहिँ के हुन्छ त्यसको? बुढासुब्बा मन्दिरको कहाँसम्म जाने हामी चाहिँ? तर बिहान बिहानै भएर होला हौ, भिड नभएको खासै। कति बजे? उसको शनिबार भएर बेसी लाग्यो, मान्छे भिड हुन्छ। मेरो हात पनि निक्ल्यो यत्रो। ल है गाइज, हामी चाहिँ बुढासुब्बा आइसक्यौँ। अब फर्किने हो। यस्तो छ यहाँको आज शनिबारको दिन। हामी चाहिँ अब फर्केको गाइजहरू होइन। कतापट्टि चाहिँ म यहाँ चाहिँ यत्तिकै छ, यस्तो मजाको रहेछ यहाँ। सिलाम साग मार्नु पनि पाउँदो रहेछ। सिलाम साग मार्नु हालिदिनु पैसा चाहिँ। यस्तो बालाहरू हेर्नु त। यहाँ चाहिँ यस्तो पाउँछ कि घरेलाई चुराहरू। मन्दिरकोहरू सिलाम सागमा देखा नि। सिलाम सागमा त छ कि न, त लानु पनि सबै पाउँछ यहाँ। चुरा छ मेरो बहिनीकोमा। पाउजु पनि छ होला है खुट्टामा लाउनु। के अरे अस्ति किनेको त्यस्तो छ। अब अरू बेला ल सबैजना आइदिनु होला। पर्दैन ल। कहाँ आइपुग्यौँ भनिदिनु त? झन्डा पार्क आइपुग्न आँट्यौँ। अब यहाँ जस्तो छ, घाम लागिरहेछ यस्तो साह्रो नि। तपाईँहरूलाई देखाउँछु म अब झन्डा पार्क। दामी बनाएको छ। यो सटरहरू चाहिँ के को खाली हो कि के हो?
भरे मुकबाङ देखाउँछु नि तपाईँहरूलाई मुकबाङ भिडियो दामी देखिन्छ नि आज भ्यू धरानको सबै ढेँडो खाएको देखाउँछौँ गाइजहरूलाई यो चाहिँ झन्डा पार्क हो झन्डा पार्क सबजना आइदिनु होला यहाँ राम्रो छ यहाँ बिहान चाहिँ बन्द हुन्छ भरे दिउँसोदेखि चाहिँ खुल्ला 10 बजीदेखि खुल्ला हुन्छ झन्डा चाहिँ परेछ हौ माथि झन्डा यस्तो छ यहाँ धरानकै भ्यू चाहिँ दामी देखिन्छ यहाँबाट धरान बजार यस्तो छ हाम्रो यहाँ धरान भ्यू चाहिँ यस्तो मजाले घाम लागिरहेछ कुन गीत यस्तो छ धरानको चाहिँ हाम्रो यस्तो दामी छ यहाँको भ्यू चाहिँ नि अझै घाम लागेर क्या कुन गीत गाउने धानको भेरेटा जोडन घर हँसेर मानेर चाहिँ घुम्नु त जाउँ अब हामी यसरी गएको देखाउँछौँ हाम्रो धरान प्यारो धरान अब हामी त्यसरी जाँदैछौँ नै हिँड्दै मर्निङ वक एक्सर्साइज हुँदैछ धरो अनि खाने छ त गुन्द्रुक पनि यस्तो छ गाइजहरू यस्तो छ धरान सबैजना आउनु होला झन्डा पार्कमा चाहिँ झन्डा पार्क के हो यस्तो यहाँबाट राम्रो देखिन्छ हजुर यस्तै छ धरान घाम लागिरहेछ मजाले घरै घर छ यहाँतिर चाहिँ यस्तो छ गाइजहरू यस्तो छ धरान बजार यस्तो छ यहाँको धरान बजार चाहिँ सबजना आउनु होला झन्डा पार्कमा यहाँ सबैजना आइदिनु पर्यो बोजूको दोकानमै हो पुरानो सब्जी मन्डी हो सबजना लिन आउनु होला यो चाहिँ 200 रुपियाँ सबै पाउँछ किनेमा फापरको अनि च्याउ पनि पाउँछ सबजना आइदिनु होला होइन बोजूको दोकानमा हामीले त यो च्याउ किनेमै 1000 रुपियाँ केजीको धेरै किन्न सकिँदैन हामीले एक पावा किनेको यो चाहिँ किन्न सकिन्छ यो चाहिँ 5 रुपियाँ पावा अरे यो 250 रुपियाँ पावा सब्जी मन्डी हो यो चाहिँ के खानु मलाई जैसन पनि छ बेडालुको पत्ता पनि छ ल सबैजना आउनु होला कति रुपियाँ